सम्धि छैन के हो यहाँ? कहाँ जानु भएछ? ओहो सम्धि आउनु भयो? आउनु बस्नु चिया खाउँ ल। के छ त सम्धि हाल खबर? अनि हिजो त ल्याङफ्याङ भयो। के गर्नु सम्धि अब ल्याङफ्याङकै बेलामा जे भयो अब के गर्नु त खोइ जेसुको जे जस्तो भयो भने दुःख सुख त्यस्तै हो। नरिसाउनु, हिजो हात भयो होइन? त्यही कारण नरिसाउनु भनेर म माफी माग्न आएको तपाईँ। ए हुन्छ सम्धि टाउको दुखेर जे भयो के गर्नु सम्धि होइन हिजोको कुरा छोडिदिनुहोस् है। हजुर अब आजको लागि चाहिँ अब माफी साफी पनि माग्यौँ। नरिसाउनु, भोलिदेखि पनि यस्तै गर्नुपर्छ, हामी मिल्नुपर्छ होइन? तपाईँ अब अलि फेरि खाएर ल्याङफ्याङ नहुने गरी होइन अबदेखि तपाईँले त्यो बुझ्नुपर्छ नि त, हो कि होइन? अब मैले नि अब तपाईँलाई माफी माग्यो नि त, तपाईँले नरिसाइकन होइन साथीभाइ भने भोलि ओल्डो हुन्छ। अनि यो चिया खाएर अनि अलिकति चिया खाएर आज मेरो घरमा जानुपर्छ है त। हुन्छ सम्धि त्यो त हिजोको अब रक्सी चोरको थियो होला के थियो होला त्यो अब मान्छे गल्ती होइन नि त, रक्सी गल्ती हो नि त। अब रक्सीले जसलाई बौलाउँदो रहेछ त्यही हो। अब त्यही भएर हामी नखाए नसक्ने खायो यस्तो भयो के गर्ने त है? नरिसाउनु है ल। म सुरु गरेँ माटी सक्यो के सम्धि 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 है एकछिन बसेर रमाइलो गरेर सम्धि जाउँ त है मेरो सम्धि लगाउँ न लाग्नु सक्छ। No. मेरो पछाडि किन लाग्यो? मेरो पछाडि किन मेरो पछि लागेर तपाईँ मेरो बुढी हेर्न जान लाग्यो? त्यस्तो पाप चाहिँ नगर्नु। यदि लो तपाईँ मेरो बुढी हेर्न जान लाग्यो हो भने म अहिले भर्खरै टिका लगाएर पठाइदिन्छु। मलाई बुढी गाँडो भएको छ। तपाईँले यो कुरा बुझ्नु भएको छ? अब अर्काको पछि लगाएर बुढी हेर्न आएको हो कि होइन भन्नु त? होइन होइन मतलब होइन तपाईँलाई पुर्याउन मात्रै आएको छ। मलाई पुर्याउन आउनु भएको थियो। मलाई पुर्याउने मलाई कहाँ पुर्याउने? मलाई पशुपति पुर्याउने, सेम्पू पुर्याउने? तपाईँलाई म घरसम्म पुर्याइदिन्छु सम्धि। तपाईँ धेरै मात्रै छ त्यही भएर चाहिँ हो क्या। जाउँ ल सम्धि। तपाईँलाई म पुर्याउनु सक्दैन, तपाईँको मनमा पाप रहेछ। म चाहिँ लाग्छु तपाईँ जहाँ ठिकै जानुपर्छ। साथी भने पुर्याउन आएको, साथीले नरासाउँदो रहेछ। ठिक म त मेरो बाबा जस्तै छ त। ओहो मेरै बाबा पो रहेछ। बाबा के भयो तपाईँलाई? बाबा तपाईँलाई के भयो? म बिहान भात खान पाएन अनि पसलमा एक गिलास रक्सी खाएको अनि यहाँ आएर ढलेछ। खर्च No. फुचे कहाँ गएको? देखेन बाटो आएको। त्यो फुचे यस्तो बच्चा त मैले कहीँ देखेको थिएन त। तपाईँले कहाँ देखेर? तपाईँले देख्नुभन्दा पहिले म आमाको पेटमा थिएँ। छोडा भाइ के कुरा गर्ने यस्तोसँग? No. सम्झना के राखेको? मोबाइल चलाएर त आइदिनु भयो। ओइ तँलाई आज एउटा कुरा थाहा छ? थाहा छैन नि के कुरा हो र? आज त शहरबाट एउटा लाउरे मलाई लिन आउँदैछ नि।
ए हो र मेरो नि आउँदैछ नि लिनलाई ए हो र अन्त जान्छस् कि नाइ त जान्छु ए हो र मेरो त कस्तो ह्यान्डसम छ तिम्रो कस्तो छ नि मेरो नि ह्यान्डसमै छ ए अनि तिम्रो चाहिँ कुन ठाउँबाट आउनु लाग्यो र मेरो नि उता लाउडबाटै हो ए हामी तपाईँको लाउरबाटै परेछ नि अँ अनि कस्तो छ त मेरो नि ह्यान्डसमै छ भन्नु पर्यो ए अब मेरो त अनि कति गते आउँछ नि तेरो लाउडे चाहिँ मेरो त्यस्तै 15-16 गते आउँछ होला ए हो र अनि तिम्रो चाहिँ कति गते आउँछ नि मेरो त 20 गते आउँछु भनेको छ ए अनि तेरो लाउरे आएपछि मलाई नि देखाल ल कस्तो रहेछ हामी पनि हेरौँ भइहाल्छ नि अनि तेरो पनि मलाई देखा ल हुन्छ म त तँलाई यति भन्न आएको मेरो घरमा धेरै काम छ म गएँ ल ल ल जा राम्रोसँग जा है